नमस्कार साथीहरु, स्वागत छ टेक्निकल नेपाल युट्युब च्यानलमा। आजको यो भिडियोमा साथीहरु युट्युब भिडियोको थम्बनेल कसरी बनाउने एकदमै सजिलो तरिका सिकाउने छु साथीहरु। यसको लागि साथीहरु गुगल प्ले स्टोरलाई ओपन गर्नुला। त्यसपछि माथि नेर सर्च गर्नुला, यहाँ सर्च गर्नुला, यहाँ क्यानभा लेखेर सर्च गर्नु होला। मेरो डाउनलोड छ साथीहरु, तपाईले डाउनलोड गर्नु होला। डाउनलोड गर्नु होला, त्यसपछि गुगलबाट साइन इन गर्नु होला। त्यसपछि ओपन भइहाल्छ यो। म यसलाई ओपन गर्छु, मेरो डाउनलोड छ, म सिधै यसलाई ओपन गर्छु साथीहरु। तपाईले डाउनलोड गर्नु होला, त्यसपछि गुगलबाट साइन इन गरेर ओपन गर्नु होला साथीहरु। त्यसपछि यहाँ तपाईले कुन क्याटेगोरीको च्यानल हो तपाईले यहाँ जस्तै भ्लग हो भने भ्लग गर्नु होला साथीहरु। जस्तै मेरो यहाँ युट्युब थम्बनेल टेक्नोलोजी रहेको छ साथीहरु। मेरो च्यानलको नाम यहाँ देख्नुहुन्छ, क्याटेगोरी रहेको छ टेक्नोलोजी रहेको छ, मेरो क्याटेगोरी रहेको छ। तपाईले सर्च गर्नु चाहिँ भ्लगको लागि भ्लग गर्नु होला साथीहरु। यहाँ जस्तै म यहाँ युट्युब थम्बनेल टेक्नोलोजीमा एकचोटी क्लिक गरे भने यहाँ मेरो टेक्नोलोजी भिडियो सम्बन्धी यहाँ थम्बनेल दिएर आइसकेको छ। यहाँ जस्तै विभिन्न खालको यहाँ आइसकेको छ। तपाईले भ्लग सर्च गर्नु होला, तपाईले कस्तो खालको भिडियो बनाउनुहुन्छ तपाईले यहाँ विभिन्न खालको यहाँ आइसकेको छ साथी। जसमा फर्स्टको यहाँ सेलेक्ट गर्छु, यहाँ फर्स्टकोमै यहाँ देख्छु, यहाँ एकदमै राम्रो रहेको छ माथि यहाँ। जस्तै यहाँ लेखे मैले यहाँ यसो टच गर्नु होला र लेख्नु पर्ने हुन्छ साथीहरु। यहाँ जस्तै म लेख्छु, यहाँ माथि नेर एडिटमा क्लिक गर्नु, तल नेर यहाँ एडिटमा क्लिक गर्नु होला। तल एडिट लेखेको एडिटमा क्लिक गर्नु होला। त्यसपछि यसलाई कट गर्नु यहाँ साइडमा गरेर, त्यसपछि यहाँ युट्युब माथि युट्युब लेखे यसरी यहाँ तपाईले मैले लेख्नु होला, यसरी लेख्नु होला साथीहरु। त्यसपछि यहाँ यसलाई पनि कटिङ गर्नु होला एडिटमा गएर। एकदमै सजिलो रहेको छ। पेस्ट गर्दा यहाँ थम्बनेल भएको छ। यहाँ मैले पनि यसले गरेर युट्युब थम्बनेल कसरी बनाउने, तलले कसरी बनाउने लेख्छु यहाँ। यसलाई पनि एडिटमा जानु होला, यसलाई फेरि कटिङ गर्नु होला, कसरी बनाउने लेख्छु यहाँ। केही गर्नु पर्दैन साथी, तपाईले कसरी बनाउने यति लेखेँ मैले यहाँ देख्छु। यहाँ आफै यहाँ सेयर भइसकेको छ। सब्स्क्राइब तपाईले लेख्न सक्नुहुन्छ यहाँ। तपाईले आफ्नो यहाँ कुनै फोटो लगाउनु पर्छ, फोटो लगाउनु होला। यसरी म एउटा फोटो लगाउँछु, यहाँ ग्यालेरीमा जान्छु। ग्यालेरीमा गइसकेपछि एउटा फोटो लिन्छु साथी। यहाँ यस्तै म एउटा फोटो लगाउँछु, तपाईले पनि फोटो लगाउनु होला। यसरी यहाँबाट क्लिक गरेर एकदमै सजिलो रहेको छ। यसलाई सानो गर्नु होला, अलिकति सानो गर्नु, साइज अनुसार मिलाउनु होला, साइज मिलाउनु होला, यसरी सानो गर्नु होला। मैले पनि सानो गराउँछु, यसरी ठ्याक्क बीचमा सेट गरे। यसरी के गर्नु पर्छ साथी, यति गर्नु होला। अलि ठुलो गरौँ यसलाई, मैले यति गराएँ, तपाईले पनि गर्नु होला साथी यसरी। त्यसपछि यहाँ हाम्रो थम्बनेल रेडी भइसकेको छ। त्यसमा यहाँ माथि नेर एरो रहेको छ डाउनलोड, त्यसमा डाउनलोडमा एकचोटि क्लिक गर्नु होला, यसरी क्लिक गर्नु होला। यहाँ डाउनलोड भइरहेको छ साथीहरु। यहाँ त्यसमा डाउनलोड हुँदैछ, यहाँ त्यसमा डाउनलोड भइसकेको छ। अब म ग्यालेरीमा जान्छु, यहाँ हेरौँ ग्यालेरीमा सेभ भइसकेको छ यो थम्बनेल। कहाँनिर थम्बनेल यहाँ रेडी भइसकेको छ। त्यसमा तपाईले देख्न सक्नुहुन्छ यहाँ यो हाम्रो थम्बनेल बनेर रेडी भइसकेको छ। तपाईले पनि यसरी नै सजिलैसँग आफ्नो युट्युब च्यानलको भिडियोको थम्बनेल बनाउन सक्नुहुन्छ साथीहरु। ल त साथीहरु, आजको भिडियो यति नै। अर्को नयाँ भिडियोमा फेरि भेटौँ। ओके, बाइ बाइ।